नमस्ते साथीहरू, म रामजी शाह एक समर्पित र स्वतन्त्र व्यक्तिको रूपमा म अनुसन्धान, रचनात्मक अन्वेषण, लेखन र मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणादायी भिडियोहरू बनाउन निरन्तर सक्रिय छु। कृपया यो भिडियो अन्त्यसम्म हेर्नुहोस्। तपाईको स्वास्थ्य हाम्रो चिन्ता। तपाईको स्वास्थ्य हाम्रो चिन्ता। स्वास्थ्य जीवनको सबैभन्दा अमूल्य सम्पत्ति हो। पैसा, प्रतिष्ठा, सफलता यी सबै कुरा स्वस्थ शरीर र स्वस्थ मन बिना अर्थहीन हुन्छन्। यही कारणले तपाईको स्वास्थ्य हाम्रो चिन्ता भन्ने वाक्य केवल एउटा सन्देश मात्र होइन, हाम्रो दैनन्दिन जिम्मेवारी, समर्पण र विश्वास पनि हो। 1. स्वास्थ्यप्रति जागरुकता पहिलो कदम। आजको व्यस्त जीवनशैलीमा आफूलाई स्वस्थ राख्नु सरल देखिए पनि वास्तवमा चुनौतीपूर्ण छ। अनियमित खानपान, तनाव, निद्राको कमी, कम पानी पिउने बानी, शारीरिक गतिविधिको कमी यी सबै स्वास्थ्यका प्रमुख दुश्मन हुन्। हामी तपाईलाई यी बानीहरू सुधार्न प्रेरित गर्छौं ताकि तपाईको शरीर, मन र ऊर्जा सन्तुलित रहोस्। 2. सही खानपान रोगबाट बस्ने उत्कृष्ट उपाय। तपाई जे खानुहुन्छ त्यही बन्छ तपाईको शरीर। सन्तुलित खाना, सब्जी, फलफूल, प्रोटिन, पर्याप्त पानी यी सबैले शरीरलाई स्वस्थ बनाउँछन्। तीतो, बोसो तथा अत्यधिक चिनीका पदार्थ कम गर्दा मधुमेह, प्रेसर, कोलेस्ट्रोल जस्ता रोगबाट जोगिन सकिन्छ। हाम्रो चिन्ता केवल तपाईको उपचार होइन, तपाईलाई रोग लाग्नै नदिने जीवनशैली बनाइदिने हो। 3. पानी जीवनको आधार, स्वास्थ्यको सुरक्षा। दिनमा पर्याप्त पानी नपिउँदा शरीर सुन्दर मात्र देखिँदैन, कमजोर पनि बन्छ। पानीले टक्सिन हटाउँछ, छाला राम्रो बनाउँछ, मस्तिष्कलाई सक्रिय राख्छ, किडनी तथा मुटु स्वस्थ राख्छ। त्यसैले हामी सधैँ भन्छौं, दिनमा 3-4 लिटर पानी पिउनुहोस्। तपाईको स्वास्थ्य हाम्रो चिन्ता हो। 4. बानी सुधार सबै रोग उपचारको आधार। स्वस्थ जीवनशैली भनेको केवल खाना र पानी होइन, बानी पनि हो। बिहान साँझ हिँडुल, समयमै सुत्ने उठ्ने, तनाव नियन्त्रण, मोबाइल स्क्रिन समय घटाउने, ध्यान वा योग गर्ने यी सामान्य बानीले जीवनमा ठूलो परिवर्तन ल्याउँछन्। हामी तपाईलाई यी सकारात्मक अभ्यासहरूतर्फ उन्मुख गराउन निरन्तर सन्देश, जागरुकता र सहकार्य प्रदान गर्छौं। 5. तपाई स्वस्थ रहनु नै हाम्रो वास्तविक सफलता। हाम्रो लक्ष्य उपचार बेच्नु होइन, स्वास्थ्य बचाउनु हो। तपाईले स्वस्थ बानी अपनाउनु भयो भने तपाई सुखी हुनुहुन्छ, परिवार सुरक्षित हुन्छ, समाज बलियो बन्छ। निष्कर्ष, तपाईको स्वास्थ्य हाम्रो चिन्ता। अन्ततः स्वस्थ रहनु केवल शरीरको आवश्यकता मात्र होइन, जीवनको जिम्मेवारी पनि हो। सही खानपान, सफा पानी, नियमित बानी र सकारात्मक सोचले नै एक सुरक्षित, खुशी र दीर्घ जीवनको आधार बनाउँछ। हामी निरन्तर तपाईको स्वास्थ्यप्रति सचेत छौं, किनकि स्वस्थ नागरिक नै समृद्ध समाजको जग हो। स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्। तपाईको स्वास्थ्य हाम्रो पहिलो चिन्ता हो। लाइक, शेयर, सब्स्क्राइब गर्नुहोस् ताकि स्वास्थ्य सम्बन्धी महत्त्वपूर्ण सामग्री निरन्तर पाउन सक्नुहुन्छ। धन्यवाद।